तपाईँ अन्तिम पटक मोबाइल नछोई कति बेर शान्त बस्नुभएको थियो? 10 मिनेट, 5 मिनेट वा सम्झनै गाह्रो भयो? हामी मोबाइललाई समय बिताउने साधन भन्छौँ, तर साँचो के हो भने मोबाइलले हाम्रो समय मात्र होइन, हाम्रो ध्यान, ऊर्जा र निर्णय शक्ति शान्त तरिकाले खोसिरहेको हुन्छ। यो लत चर्को हुँदैन, न कराउँछ न डर देखाउँछ। यही कारण यो सबैभन्दा खतरनाक लत हो। अब एउटा महत्त्वपूर्ण कुरा बुझौँ। डोपामिन खराब होइन, यो बिना हामी उत्साहित महसुस गर्न सक्दैनौँ, लक्ष्य पछ्याउन सक्दैनौँ, सन्तुष्टि अनुभव गर्न सक्दैनौँ। तर समस्या तब सुरु हुन्छ जब डोपामिन अत्यन्तै सजिलै र बारम्बार उपलब्ध हुन थाल्छ। मोबाइल खोल्नुहोस्, इन्स्टाग्राम, फेसबुक, रिल्स, शर्ट्स, नोटिफिकेशन्स, लाइक्स, मेसेजेस हरेकले सानो सानो डोपामिन हिट दिन्छ। दिमाग भन्छ यो सजिलो छ, मेहनत किन गर्ने? यसरी दिमाग गहिरो खुसी छोडेर छिटो खुसीको लतमा फस्छ। धेरैले भन्छन् म अल्छी हुँदै गएँ, तर सत्य यो हो, तपाईँ अल्छी हुनुहुन्न, तपाईँ ओभर स्टिमुलेटेड हुनुहुन्छ। जब दिमागले मेहनत बिना खुसी पाउँछ, पढ्न मन लाग्दैन, काम सुरु गर्न गाह्रो लाग्छ, एकै ठाउँमा बस्न सकिँदैन, किनकि कामले खुसी ढिलो दिन्छ, मोबाइलले खुसी तुरन्त दिन्छ, र दिमाग सधैँ सजिलो बाटो नै रोज्छ। जब ध्यान कमजोर हुन्छ, निर्णय ढिलो हुन्छ, आत्मविश्वास घट्छ, साना कुराले पनि तनाव दिन्छ। मानिस भन्छ म थाकेको छु, तर वास्तविकता के हो भने ऊ शारीरिक रूपमा होइन, मानसिक रूपमा थाकेको हुन्छ। मोबाइलले हामीलाई व्यस्त बनाउँछ, तर उद्देश्यपूर्ण बनाउँदैन। डोपामिन डिटक्स सुन्दा धेरैलाई डर लाग्छ, तर कृपया गलत नबुझ्नुहोस्। यसको अर्थ मोबाइल फ्याक्नु होइन, समाजबाट टाढा जानु होइन। यसको अर्थ हो दिमागलाई फेरि सन्तुलन सिकाउनु, जहाँ सानो कुरामा पनि शान्ति हुन्छ, साधारण पलमा पनि खुसी महसुस हुन्छ। अब कुरा गरौँ वास्तविक अभ्यासको। बिहानको पहिलो 1 घण्टा, बिहान उठ्ने बित्तिकै मोबाइल होइन, आफूलाई समय दिनुस्, पानी पिउनुस्, गहिरो सास लिनुस्, शान्त बस्नुस्। डिजिटल साइलेन्स, अनावश्यक नोटिफिकेशन्स बन्द गर्नुस्। दुनियाँ केही बेर पर्खिन सक्छ, तर तपाईँको दिमाग आराम खोजिरहेको हुन्छ। किताब पढ्न, लेख्न, बिहान बाहिर हिँडुल गर्न, यी कामले डोपामिन ढिलो दिन्छ, तर गहिरो र स्थायी हुन्छ। डिटक्स सुरु गर्दा पहिला केही दिन बेचैनी हुन्छ, बोरियत लाग्छ, खालीपन महसुस हुन्छ। तर याद राख्नुस्, यो बिग्रिएको होइन, ठिक हुँदै गएको सङ्केत हो। जसरी नसा छुटाउँदा शरीर असहज हुन्छ, त्यसरी नै दिमाग पनि पुरानो बानी छोड्दै हुन्छ। यहाँ धैर्य सबैभन्दा ठुलो औषधि हो। केही दिनपछि तपाईँ आफैले महसुस गर्नुहुनेछ ध्यान टिक्न थालेको, निर्णय सजिलो भएको, मन हलुका भएको। तपाईँ फेरि सबै कुरा एकैचोटि होइन, एक कुरा राम्ररी गर्न सक्नुहुन्छ। यही हो दिमाग फर्किनु। आजको अन्तिम सन्देश, मोबाइल तपाईँको शत्रु होइन, तर नियन्त्रण बिना प्रयोग जीवनको दिशा बदल्न सक्छ। आजै सानो कदम चाल्नुहोस्, किनकि शान्त दिमाग नै सबैभन्दा ठुलो शक्ति हो। यस प्रकारका सकारात्मक र ज्ञानवर्धक भिडियोहरू नियमित रूपमा पाउन चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। नयाँ अपडेटहरू समयमै पाउन बेल आइकन थिच्न नबिर्सनुहोला। तपाईँको साथको लागि धन्यवाद।